यो बुद्धिज्म र हिन्दुइज्मको बीचमा अब तपाईको समाज कस्तो निर्माण हुन्छ र त्यसले चाहिँ नि कसरी अगाडि जाने पछाडि पर्नेको कारणहरु फेरि अर्कै पक्ष हो त्यो। बुद्धिज्म भनेको कसो भन्दा सबैको समान विकासको कुरा हुन्छ। त्यहाँ चाहिँ अब हिन्दुमा चाहिँ के छ भने हिन्दू धर्म भनेकै जात व्यवस्था हो, वर्ण व्यवस्था हो हैन। त्यहाँ चाहिँ सत्तामा चाहिँ ब्राह्मण क्षेत्री मात्र बस्ने हैन, अनि अधिकांश मेजोरिटी मानिसहरु चाहिँ तल दबिएर बस्नु पर्ने हैन। यो एउटा के भने शोषणको आधारमा बनेको समाज भयो, उत्पीडनमा आधार। त्यसकारण त्यहाँ ऊर्जा निक्लने, विकासको लागि ऊर्जा निक्लने हुनै भएन हैन। त्यहाँ चाहिँ कसो भने मन्दिरमा पनि पूजा गर्ने, धर्मको उसमा पनि एक्सेस पनि ब्राह्मणले मात्र पूजा गर्ने, एउटा जात अरु सबै त त्यहाँ के पनि नपाउने भयो भनेपछि त्यहाँ एउटा माहौल, एउटा समाजको व्यवस्था हैन, एउटा चाहिने राष्ट्रको निर्माणमा चाहिने किन कसले भूमिका लिने भन्दाखेरि जनता सबै उत्साहित भएर अगाडि जाने आधार छैन। तर चीन हेर्नुस्, जापान हेर्नुस् हैन, कोरिया हेर्नु, जुन बुद्धिस्टको प्रभाव भएको ठाउँमा त्यहाँ सारा जनता, त्यहाँ चाहिँ त्यस्तो खालको जातीय कोही ठुलो जात सानो जात भन्ने हाई र्याङ्किङ त्यस्तो छैन। राणा कालमा के हो भन्दाखेरि जङ्गबहादुर हैन राणा भयो प्रधानमन्त्री, उसलाई चाहिँ बेलायतको दरबारमा बोलाए, बेलायतमा घुम्दाखेरि उसले चाहिँ त्यहाँका राजा महाराजाहरूको ठुल्ठुलो दरबार देखे हैन, बेलायतको दरबारहरू, ठुल्ठुलो जमिनहरू, बगैँचाहरू हैन, भयंकर अब हजारौं बिघा चाहिँ ओगटेको त्यो देखे उसलाई पनि कस्तो छ नि, म पनि नेपालको राजा हैन अथवा पावरमा भएको ऊ आएर यहाँ पनि उसलाई दरबार बनाउने इच्छा चलेछ। अनि उसले कहाँबाट पाउने जग्गा काठमाडौँमा, अनि यही सबै जमिनहरू खेतहरू सबै बिहारकै हो, बिहारको गुठी जग्गा सबै कब्जा गर्यो सबै। अनि त्यसपछि बिहारको गुठी जग्गाहरू कब्जा गर्दै पहिले थापाथली दरबार बनायो हैन, उसको भाइले फेरि नारायण हिते दरबार बनायो, उसको फेरि उसले गर्दा गर्दा यहाँ 40-50 वटा अहिले पनि दरबार, राणाकालीन दरबार सबै यो बौद्ध बिहारका जमिनहरू। भनेपछि जङ्गबहादुर राणाले यहाँका बौद्ध बिहारका जति पनि जग्गा थिए त्यसलाई कब्जा गर्दै आफ्नो दरबार बनाए, भोज बस्ती गरे। अब हेर्नु न, अब टुडी खेल जस्तो पनि बनाएको छ, खैर त्यो त सार्वजनिक, तर सिंह दरबार बनाएछ हैन, चन्द्र शमशेरले, उता रणोट दीप सिंहले नारायण हिते दरबार बनाए हैन, यही भवरमहल, वीर शमशेरले वीर दरबार, सबै बौद्ध बिहारका जमिनहरू हुन्। हिन्दूको उनीहरूको जुन सत्ता हराएपछि यहाँ आएर यहाँ पिसफुल ठाउँमा उनीहरूले राजा भए। अनि जयश्री मल्लको टाइममा 5 जना ब्राह्मणहरू ल्याएर आएर जुन मनुस्मृतिको आधारमा संविधान बन्यो, अनि जात व्यवस्था सुरु गर्यो, हिन्दूको चाहिँ नि पुरै वर्णाश्रम हैन लागू गर्यो। भएपछि अनि त्यसपछि बुद्ध धर्मको भनौं बुद्धका अनुयायीहरू जसरी बहुसंख्यक रूपमा यहाँ थिए, त्यसपछि त्यो हस्तक्षेप हुँदै गयो हैन, जातमा बाँड्दै गयो। अनि दरबारले चाहिँ हिन्दूको बढी प्रमोसन गर्ने, तर उनीहरूले चाहिँ बुद्धिस्टको चाहिँ बिहारहरुमा नष्ट गरेको देखिदैन। मल्लकालमा पनि बिहारहरु बनेको देखिन्छ, तर उनीहरू चाहिँ कट्टर हिन्दू भए। अनि यहाँ नेपालमा आज भन्दा 100 वर्ष अघि 1925 सन् 1925 मा पहिलो चोटी कोठाभित्र अथवा बहालभित्र एउटा बुद्ध जयन्ती मनायो हुनु त। त्यसका नेपालमा बुद्ध जयन्ती मनाउनुको कन्टेक्स्ट त्यस्तो खालको दबावमा हैन, बुद्ध धर्म नै करिब अरु त्यसबेला भिक्षु भएकाहरूलाई देश निकाला गरेको थियो राणाहरूले हैन, मृत्युदण्ड नै दियो, जेलै हालेर मृत्युदण्ड दियो। बुद्धिस्ट नै पनि बाहिर आएर बन्न नपाउने, भिक्षु नै बन्न नपाउने, उनीहरूले चाहिँ बुद्धिज्म नमान्ने। अनि भारतबाट ब्राह्मण ल्याएर चाहिँ उसको पुरोहितहरू यहाँ इस्टाब्लिश गर्यो। त्यसका नेवारमा अझै पनि ब्राह्मण छैन के।